परमेश्वरको अनुग्रहद्वारा नै हो। I came here before also. म अघिल्लो समयमा पनि आएको थिएँ यहाँनिर In this place, in this house. अनि यो घरमा यो नजिकको घरमा म आएको थिएँ And once again I am coming this time. अनि फेरि पनि म यहाँ आएको छु। So then the purpose that we are coming here is to see you all, the new believers. अनि यहाँ आउनुको हाम्रो एउटा मात्रै उद्देश्य चाहिँ तपाईहरुलाई हेर्नको निम्ति And to encourage with you all. अनि तपाईहरुसँग संगति गर्नु अनि उत्साह बाँड्नलाई। And out of our love that we would like to have a love feast together this morning. अनि हाम्रो प्रेम हैन प्रेमबाट हामी आज थोरै प्रेम भोज हामी लिनेछौँ आज। And this morning I would like to encourage with a few words from the Bible. अनि यो बिहानै हैन केही छोटो बाइबलको खण्डबाट हामी तपाईलाई उत्साहको वचन हामी दिनेछौँ। And right after that we will have this Lord's Supper. अनि त्यस पछाड हामी प्रभु भोज ग्रहण गर्नेछौँ। So this morning I would like to draw out your attention that is from 1 Corinthians chapter 11 verse 1. अनि म तपाईहरुको ध्यान आकर्षण गर्न चाहन्छु यो बिहानी पहिलो कोरिन्थी 11 को verse 1. 1 1 Corinthians 11:1. पहिलो कोरिन्थी 11 को 1 बाट तपाईको ध्यान म आकर्षण गर्न I चाहन्छु। request brother come to read off. अनि म अनुरोध गर्न चाहन्छु हाम्रो भाइ कमलले हाम्रो सबैको निम्ति पाठ गरिदिनु हुनेछ। हुन्छ almost 1 Corinthians chapter 11 verse 1 को म पढ्दैछु सबैको लागि। यसो लेखिएको छ, मेरो अनुसरण गर्ने हो जसरी म ख्रीष्टको अनुसरण गर्दछु। Thank you. God bless you. So from this very verse I would like to draw your attention this morning. यो खण्डबाट तपाईहरुको ध्यान म आकर्षण गर्न चाहन्छु यो बिहानी। This is a letter written by Paul to the Corinthian church. यो चाहिँ एउटा पत्र हो पावलले कोरिन्थीको मण्डलीलाई लेखेको। Here Paul he said that imitate me. यहाँ पावलले चाहिँ के भन्दैछ भने अनुसरण मलाई अनुसरण गर। Just as I also imitate our Lord Jesus Christ. जस्तै मैले पनि परमेश्वर ख्रीष्ट येशूको अनुसरण गरेको छु। So here Paul he said, अनि पावलले चाहिँ यहाँ के भन्नु हुँदैछ भने I already imitate Christ and it is how I'm living as a follower of Jesus Christ. मैले ख्रीष्टलाई अनुसरण गरिसकेको छु अनि विश्वासी भएर मैले ख्रीष्टको अनुसरण गरिरहेको छु। Paul is commanding us to imitate him. अनि पावलले चाहिँ हामीलाई आदेश दिनुहुँदैछ कि उहाँलाई अनुसरण गर भनेर। That is the character of Jesus Christ. त्यो चाहिँ परमेश्वरको चरित्रलाई। So we Christian peoples, we have to live as the follower of Jesus Christ by imitating his character. अनि हामी विश्वासी भएर ख्रीष्टको हैन ख्रीष्टलाई पछ्याउने भएर हामी चाहिँ ख्रीष्टको हैन अनुसरण हामीले गर्नुपर्छ उहाँको व्यवहार चरित्रहरूलाई। So what are the characteristics of Jesus Christ? अनि परमेश्वरको त्यो चरित्रहरू चाहिँ के हुन् त? So Jesus' characteristics are very different from the human being that we are. अनि परमेश्वरको चरित्रहरू चाहिँ हामी मानिस भन्दा भिन्नै चरित्रहरू छन्। See, Jesus, he is love. ख्रीष्ट स्वयं प्रेम हुनुहुन्छ। He is kind. उहाँ दयालु हुनुहुन्छ। He is forgiving. उहाँ क्षमा दिने हुनुहुन्छ। He is sharing. Sharing. उहाँ बाँड्ने व्यक्ति हुनुहुन्छ। He forgive our sins. उहाँले हाम्रो पापलाई क्षमा गर्नुभएको छ। He is used to help the people. उहाँ मानिसहरुसँग भएको चाहनुहुन्छ, रुझाउनुहुन्छ। He used to encourage the people. उहाँले मानिसहरूलाई उत्साह दिनुहुन्छ। He understands the people's trouble, suffering. उहाँले मानिसको समस्या, दुःख, कष्टलाई बुझ्नुहुन्छ। So good things, that is the character of Jesus Christ, we also need to live in that way. अनि जुन असल कुराहरू, जुन ख्रीष्टको असल गुणहरू छ, त्यो चाहिँ हामीले हाम्रो जीवनमा अनुसरण लिनुपर्ने हुन्छ। So our Christian life is very different from these worldly people. अनि हाम्रो क्रिस्चियन जीवन चाहिँ विश्वासी जीवन चाहिँ यो संसारिक जीवन भन्दा भिन्नै छ।
We understand from the book of the Gospels how Jesus he lived on this earth with his disciples as a human being. अनि गोस्पेलको पुस्तकबाट हामीले हेर्न सक्छौँ ख्रीष्ट येशू स्वयं उहाँको 12 वटा चेलाहरूसँग उहाँले कसरी दिनहरू बिताउनु भयो। Today we brought the gospel of Jesus Christ to you. It is not just to give you a kind of the financial benefits. अनि हामीले तपाईहरुको बीचमा सुसमाचार लिएर आयौं आज यो चाहिँ हैन केही आर्थिक स्रोत हामी तपाईलाई दिन्छौं भन्नुको लागि होइन, but to save your life by the word of God. तर तपाईहरुको जीवन हैन परमेश्वरको वचनद्वारा बचाउनुको निम्ति। Because everyone we will die one day. किनभने हामी सबैजना एक दिन मर्ने छौं। No one will live forever. कोही पनि अनन्तको लागि जिउँदैनन्। But the question is, तर त्यहाँ एउटा प्रश्न छ, life after death. अनि मृत्यु हैन पछाडीको जीवन चाहिँ What shall you do? तपाईहरु के गर्नुहुन्छ? Where shall you go? तपाई कहाँ जानुहुन्छ? We should know that we have a life after death. हामीलाई थाहा हुनुपर्छ कि मृत्यु पछाडी जीवन छ भनेर। So even me, I was a Hindu before. अनि म पनि पहिला चाहिँ हिन्दू थिए। So that I worship the Krishna and Shiva म कृष्ण अनि शिवलाई म पूजा गर्थे। with the stone अनि त्यो एउटा ढुङ्गा बनाएर under the banyan tree, अनि पिपलको रुखको तल and with this what we call टीका tika. अनि टीकामा एउटा लामो टीका लाउँथे। And I was blind. अनि म चाहिँ अन्धा थिए। I was blind in the sense that spiritually I was blind. अनि म चाहिँ आत्मिक रूपमा है आँखाको अन्ध होइन तर आत्मिक रूपमा चाहिँ अन्धा थिए। And I studied the religion in doctorate. अनि मैले धर्मको बारेमा हैन धेरै पढे। So according to the Hindu belief is that अनि हिन्दू विश्वास माध्यम चाहिँ उहाँले के सोच्नुहुन्छ भने life after death, अनि मृत्यु पछाडी चाहिँ your life may become frog, dog, or ape, whatever it may be. तपाईको जीवन Any चाहिँ creature. तपाईको जीवन चाहिँ मृत्यु पछाडी चाहिँ सायद असल काम गर्नु भयो भने हैन सायद राम्रो गाईहरू बनिनुहुन्छ होला, गलत काम गर्ने कुकुरहरू बन्नुहुन्छ होला, सायद त्यस्तै सिकाउने गर्छ। And you cannot go directly to the Brahma place. अनि तपाई सिधै बर्मा भएको स्थानमा तपाई पुग्न सक्नुहुन्न। You cannot go to the Nirvana direct. अनि तपाई निर्वाणा भन्ने व्यक्तिसम्म डाइरेक्टली तपाई पुग्न सक्नुहुन्न। So lots of suffering. त्यहाँ चाहिँ धेरै प्रकारको अनि कष्टहरूबाट हामीले जानुपर्ने हुन्छ। It is just a theory. यो चाहिँ एउटा शिक्षा मात्रै हो। And they believe that there are many gods. अनि उनीहरूले के विश्वास गर्छन् भने त्यहाँ चाहिँ धेरै परमेश्वरहरू छन्। But not that there is only one living God. There is the one living God. तर त्यहाँ चाहिँ एउटा मात्र जीवित परमेश्वर हुनुहुन्छ। And we should know that who is my real God. अनि हामीलाई थाहा हुनुपर्छ हाम्रो साँचो परमेश्वर चाहिँ को हुनुहुन्छ भनेर। So the real God is who died and rose again. अनि साँचो परमेश्वर चाहिँ जो मृत्युबाट बौरी उठ्नु भयो। That proves त्यसले प्रमाण दिन्छ कि people who believe in Him also one day will die but will rise up again. जसले उहाँमाथि विश्वास गर्दैछ त्यो व्यक्तिहरू पनि एक दिन मर्ने छ तर उहाँ जस्तै फेरि बौरी उठ्ने छ And will live forever. अनि उहाँहरू फेरि अनन्तको लागि जिउने छ। That is Jesus Christ. उहाँ चाहिँ ख्रीष्ट स्वयं हुनुहुन्छ। So even many people think that becoming a Christian is just to get a kind of the benefits from the people. अनि धेरै मानिसहरूले सोच्ने गर्छ कि म विश्वासी भयो भने चाहिँ सायद धेरै असल कुराहरू मेरो जीवनमा सायद म पाउँछु होला भनेर सोच्ने गर्छन्। They thought becoming a Christian is that I will get money from the foreigners or sponsors. धेरै मानिसहरूको के मनस्थिति छ भने सायद म विश्वासी भयो भने हैन विदेशबाट धेरै पैसाहरू पठाउनुहुन्छ होला मलाई आर्थिक सहायता हैन गर्नुहुन्छ होला भनेर। They will give the education freely. सायद उनीहरूले हैन हाम्रो बालबच्चालाई फ्रीमा हैन एजुकेसन भनेको शिक्षाहरू दिन्छन् होला। They will build a house for me. सायद उनीहरूले चाहिँ हैन मेरो निम्ति घरहरू बनाइदिन्छ होला राम्रो घर। And if I ask even a car, they will buy for me. यदि मैले कार मागे भने सायद उहाँहरूले दिनुहुन्छ होला। That is not the teaching of any religion. None of the religion teaches in that way. यो चाहिँ कुनै पनि हैन धार्मिक शिक्षकले सिकाउँदैन यो चाहिँ।
So Christianity is all about our relationship with our Savior Jesus अनि Christ. विश्वासी हैन विश्वासी भनेको चाहिँ के हो भने हाम्रो परमेश्वरसँगको सम्बन्ध मात्रै हो Live your life with a good relationship with Jesus Christ. तपाईको जीवन चाहिँ असल हैन असल रिलेसनशिप सम्बन्ध गाँसेर तपाईले बिताउनुहोस् And live peacefully with brotherly love with your friends and अनि एकदम आनन्दको साथ हैन तपाईको दाजुभाइसँग प्रेमपूर्वक तपाईको मण्डली परिवारसँग छर छिमेकीसँग प्रेमपूर्वक तपाईले बिताउनुहोस् तपाईको जीवन So our Christian life should be अनि हाम्रो क्रिस्चियन जीवन चाहिँ कस्तो हुनुपर्छ भने very strong in prayer. अनि प्रार्थनामा दरो How many times do you pray in a day? कतिचोटी दिनमा तपाईहरु कतिचोटी प्रार्थना गर्नुहुन्छ The Bible said we should pray constantly. वचनले चाहिँ बाइबलले चाहिँ के भन्छ भने अनि हर समय हैन हामी प्रार्थना गरिराख्नुपर्छ Pray without ceasing. अनि नरोकिकन प्रार्थना गरिराख So prayer is our strength, our power. अनि प्रार्थना चाहिँ हाम्रो शक्ति हो हाम्रो बल हो The more you pray, you will love the Lord. तपाई जति धेरै प्रार्थना गर्नुहुन्छ त्यति धेरै परमेश्वरलाई प्रेम गर्नुहुन्छ The more you pray, you will have a relationship with God. तपाई जति धेरै प्रार्थना गर्नुहुन्छ तपाईको सम्बन्ध परमेश्वरसँग चाहिँ त्यति गहिरो हुन्छ And the more you pray that your faith will become very strong. जति धेरै तपाई प्रार्थना गर्नुहुन्छ त्यति धेरै तपाईको विश्वास चाहिँ दह्रो हुँदै जान्छ The more you pray, you will have the zeal to do for the Lord. अनि जति धेरै तपाई प्रार्थना गर्नुहुन्छ परमेश्वरको लागि म केही गर्छु भनेर तपाईको इच्छा चाहनाहरु जाग्न थाल्छ The more you pray that you will love your friends, your neighbors to help one another. अनि जति धेरै तपाई प्रार्थना गर्नुहुन्छ तपाईको छिमेकी तपाईको साथीभाइ तपाईको इष्टमित्र तपाई त्यति धेरै प्रेम गर्नुहुन्छ अनि सहायता गर्नुहुन्छ Our Christian life is not that I live myself. अनि हाम्रो क्रिस्चियन जीवन चाहिँ म आफै जिउँछु म आफै गर्छु भन्ने होइन Our Christian life is we build one another, we have a good relationship with one another. अनि हाम्रो क्रिस्चियन जीवन चाहिँ एकअर्काप्रति हैन असल सम्बन्ध अनि एकअर्कालाई दोहोऱ्याउने काम हामीले गर्नुपर्ने हुन्छ I have come across in many places अनि म चाहिँ धेरै ठाउँहरुबाट आएको छु where we share the gospel and we plant a church. अनि धेरै ठाउँमा हामीले सुसमाचार सुनाएर त्यहाँ मण्डलीहरु खडा गरेको छौं And many people, they want to become a Christian. अनि धेरै मानिसहरु चाहिँ उनीहरु क्रिस्चियन उनीहरु विश्वासी हुन चाहन्छन् Not by real believing in Christ, तर उनीहरु साच्चै ख्रीष्टलाई विश्वास गरेर होइन but they become a Christian. They just said, I believe in Jesus Christ, just to gain something, to get profit something. उनीहरुले खाली विश्वास गर्न चाहन्छन् के को निम्ति भने म सायद केही पाउँछु होला हैन केही हैन असल हुन्छ होला यदि मैले ख्रीष्टलाई विश्वास गरे त्यही आधारमा मात्रै उनीहरुले विश्वास गर्छन् And they ask, give us a cloth, अनि उनीहरुले के भन्छन् भने हामीलाई लत्ता कपडाहरु दिनुहोस् give us a rice, हामीलाई खाना हैन चामलहरु दिनुहोस् give us the money. हामीलाई पैसाहरु दिनुहोस् We want bicycle. हामीलाई अब गाह्रो भयो हामीलाई साइकल चाहिएको साइकल दिनुहोस् We want to build a house. अब हामीलाई घर बनाउनु मन छ This is how they become a Christian. त्यसरी कसरी चाहिँ उनीहरु विश्वासी हुन गइरहेका छन् धेरै व्यक्तिहरु This is not a real faith in Christ. त्यो चाहिँ साच्चैको विश्वास ख्रीष्टमा होइन This is what never teach in the Bible. त्यो शिक्षा चाहिँ कहिले पनि बाइबलमा सिकाउँदैन त्यस्तो खाले शिक्षा चाहिँ So this kind of the faith following Jesus Christ is not a true Christian. अनि यो खालके विश्वास दिएर पछ्याउने विश्वासीहरु चाहिँ साच्चो विश्वासी होइन So our Christian life following Jesus Christ is a sacrificial life. अनि We must sacrifice our life. अनि हामीले ख्रीष्टलाई पछ्याउने भने चाहिँ हामीले चाहिँ हाम्रो जीवन चाहिँ बलिदान गरेर त्याग्नु पर्ने हुन्छ We must suffer for the Lord. We must suffer for the Lord. हामीले ख्रीष्टको निम्ति हैन ख्रीष्टको निम्ति चाहिँ हामी कष्ट भोग्नु पर्ने हुन्छ We may suffer in many ways. सायद हामी धेरै कुराहरुमा हामी सायद हैन कष्ट भोग्छौं होला Because of believing in Jesus Christ, people may insult you. सायद तपाईहरु विश्वासी भएको कारणले गर्दा सायद तपाईको साथीहरुले तपाईलाई जिस्काउँछ होला Sometimes people may persecute you. सायद कतिपल्ट तपाईलाई सायद हैन अनि परीक्षा पनि दिन्छ होला मारपिट गर्ने
You should not die. You should not be afraid to die for the sake of the Christ. अनि ख्रिस्टको निम्ति चाहिँ मर्नको निम्ति तपाईँ डराउनु Because पर्दैन everyone will go there one day. किनभने हामी सबैजना एक दिन हाम्रो मृत्यु हुन्छ But we should focus life after death. How shall I go to heaven? अनि तर हामीले ध्यान दिनुपर्ने हुन्छ कि मृत्यु पछाडि म स्वर्ग चाहिँ कसरी जान्छु People who will go to heaven is people who have real faith in Christ and very faithful in this world. अनि जो व्यक्तिहरू चाहिँ जो विश्वासीहरू चाहिँ स्वर्ग जान्छ पृथ्वीमा चाहिँ उनीहरूको विश्वास चाहिँ ख्रिस्टप्रति दह्रो हुन्छ उनीहरू आज्ञाकारी भएर जिएको हुन्छ So we must be very faithful in following Jesus. अनि त्यही भएर हामी यहाँ पृथ्वीमा रहँदै गर्दाखेरि एकदम आज्ञाकारी भएर हामी ख्रिस्टलाई पछ्याउनु पर्ने हुन्छ Come to the church and listen to the word of God मण्डलीमा आउनुहोस् परमेश्वरको वचनहरू सुन्नुहोस् and pray together often. अनि हर समय एकसाथ मिलेर प्रार्थना गर्नुहोस् Encourage one another. एकअर्कालाई उत्साह दिनुहोस् If there are any church program, just come together and work together. यदि त्यहाँ कुनै पनि चर्चको एउटा प्रोग्राम भयो भने सबैजना आउनुहोस् एकैसाथ मिलेर कामहरू गर्नुहोस् It is your duty to know work together now. अनि यो चाहिँ हाम्रो कर्तव्य हो एकसाथ सबैजना मिलेर काम गर्नु चाहिँ मण्डलीको निम्ति And today, if you work hard, your generation will go to the Lord. यदि तपाईहरु आज हैन दह्रो भएर काम गर्नुभयो भने भावी पुस्ताहरू चाहिँ दह्रो भएर उनीहरु बढ्दै जानेछ And if you're very faithful in doing by following Jesus Christ, यदि तपाई साच्चीकै आज्ञाकारी ख्रिस्टलाई पछ्याउनुमा हुनुहुन्छ भने God will do a miracle and bless you a lot. अनि परमेश्वरले चाहिँ तपाईको जीवनमा अचम्मको काम अनि धेरै आशीष दिनुहुनेछ And this church will grow. अनि यो मण्डली चाहिँ बढ्दै बढ्दै जानेछ And after a few years, this the church member will be, a lot. अनि आगामी दिनहरुमा आगामी वर्षहरुमा यहाँको मण्डलीको परिवारहरु चाहिँ धेरै हुनेछ And after preaching 25 years, is going to be silver jubilee. अनि 20 वर्ष सकिएपछि चाहिँ सिल्भर जुबली हुनेछ त्यहाँ And in that record, who will be the first believers, first pioneers? अनि त्यसको रेकर्डमा चाहिँ हैन त्यसको रेकर्डमा चाहिँ को चाहिँ पहिलो विश्वासी हुन्छ भनेर And you people will be the first people. अनि तपाईहरु In चाहिँ history. यो मण्डलीको पहिलो विश्वासी भनेर इतिहासमा लेखिन्छ You people will be the first people. अनि तपाईहरु चाहिँ पहिलो विश्वासीहरु In भनेर that church इतिहासमा लेखिन्छ त्यो मण्डलीको इतिहासमा So be faithful, अनि आज्ञाकारी हुनुहोस् work hard, निरन्तर and काम गरिराख्नुहोस् God will never forget your good works, परमेश्वरले कहिले पनि तपाईको असल कामहरु बिर्सिनुहुन्न and God will bless you. तपाईले परमेश्वरले तपाईलाई आशीष दिनुहुनेछ God will bless even your generation. अनि परमेश्वरले तपाईको पुस्ताहरूलाई पनि आशीष दिनुहुनेछ And don't be discouraged. तपाई निरुत्साहित नहुनुहोस् And some people may say, why do you become a Christian? Why do you follow Jesus Christ? सायद कति व्यक्तिहरूले भन्छ होला तिमी क्रिस्चियन किन भएको ख्रिस्टलाई तिमीले किन पछ्याएको भनेर Eternal life will never give by your parents, by your friendship circle. अनन्त जीवन चाहिँ हैन अनन्त जीवन चाहिँ हाम्रो साथीभाइले हामीलाई दिन सक्दैन हाम्रो इष्टमित्रले हामीलाई दिन सक्दैन Except Jesus Christ can give you eternal life. अनि ख्रिस्टले मात्रै तपाईलाई चाहिँ अनन्त जीवन दिन सक्नुहुन्छ उहाँ बाहेक हामीलाई अनन्त जीवन दिन सक्दैन Therefore, be faithful in Jesus Christ. त्यही भएर परमेश्वरमा चाहिँ आज्ञाकारी तपाईहरु हुनुहोस् I believe when we come the next time again that people will be more in this church. अनि म आशा गर्छु जब हामी फेरि अर्कोचोटि हामी आउँछौँ यो मण्डलीको विश्वासीहरू चाहिँ यो भन्दा अझै दुग्न रूपमा धेरै हामी देख्छौँ भनेर And people who are not believing Jesus Christ in the surrounding here also, you go and share your testimony. अनि जो विश्वासीहरू हुनुभएको छ यहाँ छेउछाउमा भएको मानिसहरू उनीहरूलाई पनि तपाईको हैन सुसमाचार बाँड्नुहोस् तपाईको गवाहीहरू उहाँलाई बाँड्नुहोस् Don't just say that believe Jesus Christ, but share your just testimony. अनि गएर ए तपाई क्रिस्चियन हुनुपर्छ त्यसरी नभन्नुहोस् तपाईको जानुहोस् तपाईको हैन गवाहीहरू बाँड्नुहोस् If you could convert at least one person, यदि तपाईले एकजना व्यक्तिलाई ख्रिस्टमा ल्याउन सक्नु भयो भने you are a wise person. तपाई चाहिँ एकदम बुद्धिमानी व्यक्तिहरू Do हुनुहुन्छ you know that how much great this reward in heaven? तपाईलाई थाहा छ यसको हैन उपहार चाहिँ कति महान छ स्वर्गमा भनेर
If you convert a people to Christ, यदि ख्रिस्टमा तपाईले एउटा व्यक्तिलाई ल्याउन सक्नु भयो भने God is not silent. परमेश्वर हैन चुप लागेर बस्नुहुन्न। He is watching. उहाँले हेरिराख्नु भएको छ। He is ready to bless your life and your family. उहाँ चाहिँ हैन तयारी अवस्थामा हुनुहुन्छ तपाईको परिवार तपाईको जीवनलाई आशिष दिनको निम्ति। And those people whom you convert, they will never forget you. अनि जो व्यक्तिहरूलाई तपाईले हैन प्रभुमा डोराउनु भएको छ त्यो व्यक्तिहरूले फेरि तपाईलाई कहिले पनि बिर्सिने छैन। It is not that we are sharing the gospel to these people. It doesn't mean that we hate the religion, but we love them because we want them to get eternal life. Because otherwise they will get lost. अनि हामीले हैन उहाँलाई हैन घृणा गर्छौं उहाँको धर्मलाई हामी घृणा गर्छौं भनेर सुसमाचार सुनाएको होइन तर हामी उहाँहरूको जीवनलाई हामी प्रेम गर्छौं उहाँहरूले पनि अनन्त जीवन पाएको हामी चाहन्छौं त्यही भएर उहाँलाई हामी हैन ख्रीष्टको त्यो प्रेमको बारेमा हामी बताउँछौं सुसमाचार सुनाउँछौं। There's a life after death, therefore we need to concern one another. किनभने हैन मृत्यु पछाडी हैन मृत्यु पछाडी चाहिँ त्यहाँ अर्को जीवन छ त्यही भएर एक अर्काको लागि हामीले सोच्नु पर्ने हुन्छ। If there's no life after death, then why should we come here? अनि यदि हैन मृत्यु पछाडी अर्को जीवनै थिएन भने सायद हामी यहाँ आउनुको केही उद्देश्य पनि रहँदैन थियो। This is just a physical world. किनभने यो चाहिँ एउटा शरीरको हैन शरीरको ठाउँमा चाहिँ हो। And after our physical world is over, then spiritual world is also there. अनि हाम्रो यो शारीरिक जीवन भई पछाडी सक्ने पछाडी त्यहाँ एउटा आत्मिक जीवन पनि छ। But in your physical world, if you don't believe Jesus Christ, in your spiritual world, you will go to hell. अनि यदि तपाईको शारीरिक रूपमा तपाईले ख्रीष्टलाई पाउनु भएन भने तपाई आत्मिक रूपमा तपाई नरकतिर हैन जानुहुनेछ। But if you believe Jesus Christ, faithful person, then definitely you will go to heaven. यदि तपाई हैन परमेश्वरलाई विश्वास गर्नुहुन्छ अनि आज्ञाकारी हुनुहुन्छ भने साच्चै नै तपाई स्वर्गमा जानुहुनेछ प्रवेश गर्नुहुनेछ। In a year, if all of you, if you go and bring one person in a year, at least, if you bring the new believers in this church, then how much people will be more in a year? अनि हरेक साल तपाईहरु जति जना यहाँको विश्वासी हुनुहुन्छ हरेक साल तपाईले एक जना विश्वासीहरुलाई व्यक्तिहरुलाई यो मण्डलीमा ग्रहण गरेर ल्याउनु भयो भने अर्को साल कति जना हुनुहुन्छ तपाई एकचोटी सोच्नुस् त। And if the church members are more, then you also very happy. यदि मण्डल परिवार धेरै छ भने हामी सबैजना हामी खुसी आनन्दित हुन्छौं। And you will celebrate in Christ. अनि हामीले असल तरिकाले ख्रीष्टलाई हैन महिमा प्रशंसा दिन सक्छौं। So work hard for the Lord. अनि परमेश्वरको निम्ति हैन मेहनत गर्नुहोस्। As you labor here on the ground, अनि तपाई यो हैन धरतीमा हैन यो धरतीमा तपाईहरु काम गरिराख्नु भएको छ and you will receive the grain, अनि तपाईले हैन तपाईले त्यो फल पाउनुहुन्छ। likewise, if you labor for the people for Christ, then you will receive the reward in spiritual. यदि तपाईले ख्रीष्टको निम्ति यस पृथ्वीमा ख्रीष्टको निम्ति काम गर्नुभयो भने चाहिँ तपाईले स्वर्गमा त्यसको हैन फल तपाई पाउनुहुनेछ। Nepali people are good people. किनभने नेपाली मानिसहरु चाहिँ असल मानिसहरु हुन्। You know, God has a plan for the Nepali people. किनभने नेपाली मानिसहरुको नेपाली जातिहरुको निम्ति चाहिँ परमेश्वरसँग एउटा उद्देश्य छ। The thing is that the Nepali people, they don't know how to receive the blessing of God. किनभने धेरै नेपाली व्यक्तिहरुलाई उनीहरुलाई थाहा छैन कि परमेश्वरको आशीष चाहिँ कसरी लिने आफ्नो जीवनमा भन्ने। Actually, God has a plan. किनभने साच्चै भन्नै पर्दा परमेश्वरसँग एउटा उद्देश्य छ नेपाली जातिहरुको बीचमा। God wants to use the Nepali people throughout the world. अनि परमेश्वरले है नेपाली जातिहरु चाहिँ देश विदेशमा प्रयोग गर्न चाहनुहुन्छ। Do you think that Nepali people are only here in Nepal? के तपाईहरु सोच्नुहुन्छ कि नेपाली जातिहरु चाहिँ नेपाली मानिसहरु चाहिँ के नेपालमा मात्रै छ? Yes, you come to the northeast in India. Everywhere is Nepali. तपाईं नर्थ इस्ट इन्डियामा आउनुहोस् हैन हरेक कुनामा तपाई एकजना नेपाली भेट्नुहुन्छ। Everywhere is Nepali. सबै ठाउँमा नेपाली तपाईहरु Even in भेट्नुहुन्छ। Manipur, most of them are Nepali. अनि मणिपुरमा पनि तपाई आउनुहोस् त्यहाँ मणिपुरको कुनामा पनि तपाईहरु नेपाली भेट्नुहुनेछ। Even in Nagaland hills, there is Nepalis.
नागाल्यान्ड नागाल्यान्डमा पनि धेरै नेपालीहरू छन्। Even if you come to the Assam, also is Nepalis. अनि तपाईँ आसाममा जानुहोस्, आसाममा पनि नेपाली भेट्नुहुनेछ। All the border areas like this tea bagan. अनि सबै यस्तो यो टी बगानको जुन ठाउँहरू छ सबै त्यहाँ तपाईँ नेपाली भेट्नुहुन्छ। All are Nepalis. सबै नेपालीहरू In छन्। West Bengal, this northern side, all Nepalis. अनि वेस्ट बेङ्गल हैन को ठाउँहरूमा पनि सबै नेपाली तपाईँ भेट्नुहुनेछ। Sikkim is Nepalis. अनि सिक्किममा तपाईँ जानुहोस् सबै नेपाली छन्। And if we go even to the United Kingdom, अनि तपाईँ अमेरिका युनाइटेड किङडममा तपाईँ जानुभयो भने पनि half of the population is Nepalis. अनि आधीको उयसमा चाहिँ तपाईँहरू नेपाली भेट्नुहुन्छ फेरि। And half of the militaries are Nepalis. अनि आधी आर्मीहरू चाहिँ फेरि नेपालकै छन् सबैजना। See, God has a plan. परमेश्वरसँग उद्देश्य छ। God wants to spread His love through the Nepali. अनि परमेश्वरको प्रेम चाहिँ नेपालीद्वारा उहाँको प्रेमलाई बयान गर्न चाहनुहुन्छ। And we must be very happy with that. अनि हामी चाहिँ एकदम खुसी पर्ने हुन्छ त्यो कुरालाई लिएर। In the same way, अनि त्यसरी नै so people who are here, you guys, you go and share the love of Jesus Christ. अनि जो व्यक्तिहरू जो मानिसहरू हैन यहाँ हुनुहुन्छ यो गाउँमा हुनुहुन्छ तपाईहरु गएर परमेश्वरको प्रेमको बारेमा सुनाउनुहोस्। How Jesus loved you, that very experience, your destiny, you go and share to them. परमेश्वरले कसरी तपाईलाई प्रेम गर्नुभयो त्यही हैन त्यही गवाही चाहिँ तपाई अरूलाई बाँड्नुहोस्। How you change your life. अनि कसरी तपाईले आफ्नो जीवनलाई परिवर्तन गर्नुभयो। We all experience. हामी सबैजना हैन हामी अनुभवी छौं। Christianity is not that we hate the people, but rather Jesus said that love your enemies. अनि विश्वासी भनेको चाहिँ यो होइन कि क्रिस्चियनिटी हैन विश्वासी भनेको चाहिँ यो होइन कि हामी अरूलाई घृणा गर्छौं त्यो होइन। वचनले चाहिँ के सिकाएको छ भने आफ्नो शत्रुलाई पनि प्रेम गर भनेर सिकाएको छ। People who hate you, just you pray that person. अनि जस व्यक्तिले तपाईलाई घृणा गर्छन् त्यो व्यक्तिको लागि तपाईहरु प्रार्थना गर्नुहोस्। To change his heart. उहाँको हृदय परिवर्तन गर्नको निम्ति। So that the Spirit of God will touch him and he will change his heart and he will come to Christ. अनि तपाईको प्रार्थनाद्वारा परमेश्वरको अनि परमेश्वरले उहाँको हृदयमा छुनुहुनेछ अनि उहाँहरु परिवर्तन हुनुहुनेछ अनि मण्डली आउनुहुनेछ। God bless you. परमेश्वरले तपाईलाई आशीष May your life grow a lot in Christ Jesus. अनि तपाईको जीवन चाहिँ ख्रीष्टमा अझै गहिरो रूपमा बढ्दै गएको होस्। Transform even your coming up generations. अनि भावी पुस्ताहरू पनि परिवर्तन हुँदै बढ्दै गएको होस्। Let us pray hard so that God will bring many people here in this church. अनि हामी निरन्तर रूपमा प्रार्थना गरिराखौं कि आगामी दिनहरुमा आगामी वर्षहरुमा चाहिँ अझै मानिसहरू अझै अनि परमेश्वरको जनहरु यस मण्डलीमा थपिँदै गएको होस्। And God will bless you all. अनि परमेश्वरले तपाईहरु सबैलाई आशीष दिनुहुनेछ। Now let us have this Lord's Supper. अब हामी प्रभु भोज तिर हामी जाने छौं। Yes, please arrange it.